प्रेयर लाइफ हो अनि जुन चाहिँ उनले एभ्री डे 3 टाइम्स 3 पल्ट भन्नुहोस् त बिहान उठ्दै गर्दा त्यसपछि डे टाइममा अनि त्यसपछि बेलुका एभ्री डे 3 टाइम्स उनी आफूलाई त्यो डेडिकेट गरेको समयभित्र चाहिँ मैले चाहिँ प्रभुसँग प्रार्थना गर्नुपर्छ प्रभुसँग समय बिताउनुपर्छ अनि आज त्यो कुरा हामीले हेर्दै गर्दाखेरि चाहिँ उनी कसरी चाहिँ विश्वासयोग्य भएका हामी देख्दछौँ अनि प्रार्थनाको जीवन जिउँदै गर्दाखेरि चाहिँ के हुन्छ त तपाईले मेरो लाइफमा मैले मेरो लाइफमा प्रार्थनाको जीवनमा मैले महत्त्व दिएर मेरो पर्सनल जीवनमा प्रार्थनालाई मैले जिउँदै गर्दाखेरि चाहिँ मैले हिजोसम्म हेर्दै गर्दाखेरि कति कुराहरू मलाई निराशा तुल्याउने कि कति हामी जवानहरूलाई छ नि हामी सबैजनाको स्ट्रगल छ हरेक कुराहरू तपाईँ हामी सबैजना एउटै नै छौँ होइन हाम्रो स्ट्रगल सेम छ अनि एउटै कुरा चाहिँ कस्तो भने हिजोसम्म म त्यो कुराले चाहिँ मलाई एकदम निराशा एकदम त्यो बोझ जस्तो फिल भइरहेको अवस्थामा चाहिँ जब म प्रार्थनामा घुँडा टेक्छु भने चाहिँ त्यो कुराले चाहिँ मेरो जीवनलाई अघिसम्म मेरो मनमा चाहिँ कस्तो अशान्तिबाट भएर जाँदै गर्दाखेरि त्यो इनर पिसलाई मैले चाहिँ फिल गर्छु क्या अनि हामी आउनुपर्ने ठाउँ भनेको चाहिँ एउटै हो कि बुबा हुनुहुन्छ अनि बुबाको अगाडि चाहिँ हामी आउनुपर्ने स्थान भनेकै गुप्त स्थानमा यानि कि प्रेयरको कुराहरूमा अनि यो चाहिँ कस्तो भने प्रिय जवानहरू हामी सबैजना हामी जवान अवस्थामा छौँ हामी सबैजनाको आफ्नो आफ्नो स्ट्रगलहरू छ अनि त्यो बिचमा हामीलाई चाहिएको भनेको चाहिँ बुबाको नजिकमा गएर हामी उहाँलाई चाहिँ आफ्नो सबै कुराहरू सेयर गर्ने कुराहरू आफ्नो सबै कुराहरू बताउने कुराहरू अनि यो ह्याबिटले चाहिँ तपाईँ र मलाई बलियो बनाइराख्दछ यो ह्याबिटले तपाईँ र मलाई चाहिँ बल दिइराख्दछ जस्तो सुकै अवस्थामा पनि यदि तपाईँले प्रार्थनामा चाहिँ सम्झौता गर्नु भएन भने चाहिँ तपाईँ र म बलियो भएर राख्छौँ हरेक ऋतुमा चाहिँ तपाईँ र म चाहिँ त्यो बललाई तपाईँ र मेरो जीवनमा चाहिँ त्यो फरकपनालाई मानिसहरूले देख्नेछन् अनि आज येशू ख्रीष्ट आफैले पनि कस्तो प्रार्थनालाई कुन स्थानमा राख्नु भएको थियो हेर्नुहोस् त उहाँ त स्वयं गड हुनुहुन्थ्यो नि होइन र उहाँ त 100% गड हुनुहुन्थ्यो सायद एक प्रकारले हेर्दै गर्दा उहाँले प्रार्थनाको आवश्यकता खाँचो पर्ने थिएन जस्तो लाग्छ उहाँलाई हेर्दै गर्दाखेरि किनकि उहाँ त 100% गड र 100% मानिस हुनुहुन्थ्यो उहाँले त हरेक कुराहरू गर्न सक्नुहुन्थ्यो होइन सबै कुराहरूलाई जित्न सक्नुहुन्थ्यो तर किन चाहिँ उहाँले प्रार्थनाको जीवनलाई एउटा त्यो इक्जाम्पल सेट गर्नुभयो ताकि आज तपाईँ र म हामी नयाँ पुस्ताले चाहिँ येशू ख्रीष्टले प्रभुका छोराछोरीहरूले चाहिँ मैले सिकाएको बाटोमा चाहिँ हिँडुन् भनेर येशू ख्रीष्टले एभ्री मर्निङमा बिहान उठ्दै गर्दा साँझ अबेर बेलुकासम्म होइन कसरी गेटसम्मको बगैँचामा गइकन कसरी बिहान उठ्नुभन्दा आफ्नो मिनिस्ट्रीमा जानुभन्दा अगाडि उहाँ चाहिँ एक्लो समयहरू परमेश्वरसँग बिताउने गर्नुहुँदथ्यो अनि त्यो हुँदै गर्दाखेरि चाहिँ परमेश्वरले माथिबाटको आवाजहरू आजको होल डेको पिक्चरलाई चाहिँ उहाँले दिनुहुन्थ्यो किनकि प्रार्थनाले चाहिँ जति तपाईँले प्रार्थनालाई महत्त्व दिनुहुन्छ तपाईँले धेरै प्रकाशका कुरा